लैङ्गिक हिंसा यो वाक्यांश सुन्दा तपाईँ के कल्पना गर्नुहुन्छ? पक्कै पनि तपाईहरूमध्ये धेरैले शारीरिक पीडामा चोटपटक लागेको महिलाको बारेमा सोच्नुहुन्छ। त्यो गलत पक्कै होइन, तर यो पूर्ण यथार्थ पनि होइन। लैङ्गिक हिंसाको बारेमा सामान्य भ्रमहरू छन्, अर्थात् लैङ्गिक हिंसा केवल शारीरिक हिंसा हो र यो चोटपटक वा शारीरिक पीडासँग मात्र सम्बन्धित छ। तर लैङ्गिक हिंसा सधैँ देखिने प्रकारको मात्रै हुँदैन। यो मौनता, डर, एक्लोपन, लाज वा अस्वीकारले घेरिएको पनि हुन सक्छ। सामान्यतः लैङ्गिक हिंसाबाट जुनसुकै लैङ्गिक पहिचान भएका व्यक्ति पनि प्रभावित हुने भए तापनि विश्वव्यापी रूपमा महिलाहरू नै सबैभन्दा बढी प्रभावित हुने गरेको पाइन्छ। अझ तुलनात्मक रूपमा अपाङ्गता भएका महिलाहरूले लैङ्गिक हिंसा अनुभव गर्ने सम्भावना 2 देखि 3 गुणा बढी हुन्छ र धेरै पटक उनीहरूले लामो समयसम्म हिंसा सहन बाध्य हुन्छन्, जसमा न्याय पाउने सम्भावना कम हुन्छ। संयुक्त राष्ट्र सङ्घले लैङ्गिक हिंसालाई शारीरिक, यौनिक, मानसिक र आर्थिक क्षतिसहितको हिंसाको रूपमा परिभाषित गर्दछ, जुन व्यक्तिको जैविक लिङ्ग वा लैङ्गिक पहिचानको आधारमा निर्देशित हुन्छ र यसमा धम्की, जबरजस्ती र स्वतन्त्रताको अस्वीकार जस्ता धेरै रूपहरू समावेश हुन सक्छन्। तथ्याङ्क अनुसार हरेक 3 मध्ये 1 महिलाले आफ्नो जीवनकालको कुनै एक समयमा लैङ्गिक हिंसाको अनुभव गर्ने गर्छन् भने हरेक 5 मध्ये 2 अपाङ्गता भएका महिलाले कुनै न कुनै प्रकारको लैङ्गिक हिंसाको अनुभव गरेको पाइएको छ। तर धेरै रिपोर्ट नगरिएका घटनाहरू व्यक्ति, घर, संस्था र सार्वजनिक स्थानहरूमा नै सीमित हुन्छन्। यो प्राय बदलाको भाव, डर, सामाजिक लान्छना, लाज, आधिकारिक व्यक्तिहरूमा विश्वासको कमी, आर्थिक परनिर्भरता, मनोवैज्ञानिक त्रास र अपर्याप्त सहयोगी सेवाहरूको कारणले हुन्छ। यसमा अपाङ्गताको कारणले महिलाहरू झन बढी विभेदमा पर्ने गरेका छन्। तर अपाङ्गता आफैमा कमजोरी होइन, यो त वातावरणीय अवरोध हो। त्यसैले अपाङ्गता भएका महिलाहरू विरुद्ध लैङ्गिक हिंसा अन्त्य गर्ने पहिलो कदम भनेको यसलाई पहिचान गर्नु हो। आउनुहोस् लैङ्गिक हिंसाका विभिन्न स्वरूपहरूका बारेमा बुझौँ। 1. शारीरिक हिंसा। शारीरिक हिंसा भन्नाले जानाजानी कसैमाथि शारीरिक बलको प्रयोगलाई बुझाउँछ, जसको परिणामस्वरूप चोटपटक, पीडा, अशक्तता वा मृत्यु हुने उच्च सम्भावना हुन्छ। उदाहरणका लागि हिर्काउने, निसासिने, हिड्डुल रोक्ने, जबरजस्ती औषधि दिने, शारीरिक सजाय दिने आदि। 2. यौनजन्य हिंसा। यौनजन्य हिंसामा जबरजस्ती, धम्की, झुक्काइ वा बल प्रयोग गरी यौन कार्य गर्ने वा त्यसको प्रयास गर्ने काम हुन्छ, जसमा पीडितको सहमति हुँदैन। उदाहरणका लागि बलात्कार वा बलात्कारको प्रयास, विद्यालय वा सार्वजनिक स्थानहरूमा यौन दुर्व्यवहार, संवेदनशील अङ्गमा छुने, जबरजस्ती गर्भपतन गर्ने, पाठेघर निकालिदिने, जबरजस्ती गर्भनिरोधक साधन वा औषधि प्रयोग गराउने आदि। 3. मानसिक हिंसा। यस प्रकारको हिंसामा भावनात्मक हानि पुर्याउने र व्यक्तिको आत्मसम्मान, पहिचान वा मानसिक स्वास्थ्यलाई कमजोर पार्ने व्यवहारहरू समावेश छन्। उदाहरणका लागि मौखिक दुर्व्यवहार, धम्की, सार्वजनिक अपमान, गाली, झुटा आरोप, अपाङ्गता भएको बच्चा जन्मायो भनेर यातना दिने आदि। 4. आर्थिक हिंसा। आर्थिक हिंसा तब हुन्छ जब कसैले अर्को व्यक्तिको वित्तीय स्रोत, रोजगारी वा सम्पत्तिमा नियन्त्रण गर्छ, जसले उनीहरूलाई अरूप्रति आश्रित र असहाय बनाउँछ। उदाहरणका लागि रोजगारीमा पहुँच नहुनु, जग्गा वा सम्पत्तिको स्वामित्व अनुमति नदिनु, असमान ज्याला आदि। 5. सामाजिक तथा प्रथा परम्पराजन्य हिंसा। यो भन्नाले समाजमा रहेको परम्परा, रीतिरिवाज वा सामाजिक मान्यताका कारण गरिने हिंसालाई बुझिन्छ। उदाहरणका लागि बाल विवाह, अन्मेल विवाह, बहुविवाह, ढाँटेर वा झुक्काइकन गरिने विवाह, दाइजोजन्य हिंसा, देउकी, बादी, झुमा, छाउपडी, छुवाछुत आदि। 6. राजनैतिक हिंसा। राजनैतिक हिंसा भन्नाले कसैको राजनैतिक अधिकार, सहभागिता र अभिव्यक्ति स्वतन्त्रतालाई हिंसा, दबाव, बहिष्कार वा विभेदका माध्यमबाट रोक्ने कार्य हो। उदाहरणका लागि महिलालाई राजनीतिमा प्रवेश र सहभागितामा बन्देज, मतदाता नामावली दर्ता नगरिदिनु, विभेदकारी कानुन, आरक्षणबाट वञ्चित आदि। 7. अनलाइन हिंसा। सामाजिक सञ्जाल वा अन्य अनलाइन माध्यमहरू प्रयोग गरी कसैलाई हानि पुर्याउने वा धम्की दिने कार्यलाई अनलाइन हिंसा भनिन्छ। उदाहरणका लागि अश्लील वा धम्कीपूर्ण सन्देशहरू पठाउने,
बिना अनुमति कसैको निजी फोटो वा भिडियोहरू शेयर गर्ने, कसैको प्रतिष्ठामाथि हानि पुर्याउन, सामाजिक सञ्जालमा झुट वा अफवाह फैलाउने आदि। 8. संरचनात्मक हिंसा। संरचनात्मक हिंसाले संरचना र प्रणालीहरू मार्फत व्यवस्थित रूपमा निश्चित समूहहरूलाई अवसर र सेवाहरूको पहुँचबाट रोक लगाउने काम गर्छ। उदाहरणका लागि, सार्वजनिक यातायात वा स्वास्थ्य सेवा सुविधाहरू नहुनु, प्रहरी चौकी वा अदालतमा दोभाषीको अभाव, अपाङ्गता भएका व्यक्तिहरूलाई बहिष्कार गर्ने शिक्षा प्रणालीहरू, राजनीतिक हस्तक्षेप आदि। लैङ्गिक हिंसाका यी अन्तर्सम्बन्धित स्वरूपहरूका बारेमा बुझ्न निकै महत्त्वपूर्ण छ, किनभने अपाङ्गता भएका महिलाहरू प्राय एकै पटक धेरै स्वरूपहरूको शिकारमा पर्ने गरेका छन् र मद्दत खोज्ने प्रयास गर्दा गम्भीर अवरोधहरूको सामना गर्ने गर्छन्। त्यसैले यी स्वरूपहरूको पहिचान गर्नु लैङ्गिक हिंसाको अन्त्य गर्ने कार्यको पहिलो कदम हो। यी कुराहरूको पहिचान पश्चात तपाईले आफ्नो मौनता तोड्नु आवश्यक छ। यदि तपाईले कहिल्यै लैङ्गिक हिंसा अनुभव गर्नुभयो भने बोल्नुहोस्, आफ्नो आवाज उठाउनुहोस्। याद राख्नुहोस्, तपाई एक्लो हुनुहुन्न। तपाईको आवाज महत्त्वपूर्ण छ। तपाईको अधिकार महत्त्वपूर्ण छ। तपाई महत्त्वपूर्ण हुनुहुन्छ। CBM ग्लोबल नेपाल संघको सहकार्यमा नेपाल अपाङ्ग महिला संघद्वारा तयार पारिएको